ओके अलराइट गाइज अलराइट हामी चाहिँ अहिले फेरि धारा पनि जान लाग्यो होइन त्यो चाहिँ मिनी ब्लग हो मिनी कुद्द आउन बाँकी नै छ पाउने ठाउँ कसरी क्याप्चर पानी है ल्याम्प लगाए धारा पानीमा छम्माहरूसँग रोइला हाल्नुपर्छ रोइला जानु धारा पानी पहिलो भलक भएर होला खासै बोल्न आउँदैन लामो जस्तो म्यानेज गर्नु न टोलीहरूले जस बुझिदिउँ न यति चाहिँ धारा पानी गएपछि ड्रोन सोरन उडाउनु छ त्यही भएर एक्ज्याक्टली त्यसकै लागि हो यो चाहिँ फेरि ल्यान्डिङ चाहिँ गरिसकेको छ भलकले त्यो चाहिँ सेकेन्ड पार्ट अफ सेकेन्ड हुनसक्छ ल्यान्डिङ चाहिँ अलरेडी भइसकेको छ सो त्यही त अनि यो एक्ज्याक्टली हामी अहिले चिलमा छौँ भाइबमा आज चाहिँ गाँजा साँझ केही खाएको छैन तर हामी भाइबमा छौँ आज भाइबमा मिनेरल वाटर भनेको 848 परेछ होइन भइसकेको छ आउँदै गरेको तिहारको पनि सबैलाई भव्य शुभकामना उहाँ हाम्रो नानीहरू मिस नानीहरू भन्छ उहाँहरूलाई चाहिँ लजाउनु हुँदो रहेछ नानी यहाँबाट धारापानी जानु कति लाग्छ टाइम गएको छैन लास्ट लजाउने नानीहरू थ्याङ्क यू नानीहरूले बबाई भन्छ एक्ज्याक्टली यस्तो भइरहेको भैँसी मुर्गा गौमाताको बाबहरू रोडमा हामी यहाँ आउँदा चाहिँ पहिला उठ्नु थियो अहिले चाहिँ धानबारी भइसकेको छ जस बिल्डअप भइरहेको छ बिस्तारै बिस्तारै बिल्डअप हुँदैछ बिल्डअप गरिँदैछ भनौँ अगाडि गइरहेको बाँचेर चलाइरहेको छ सबै चिजको परिणाममा हो यहाँनिर नगरपालिकाको आँखा जानु पऱ्यो त्यस्तो तरिकाले त हुँदैन अगर फुलहरू हेर्नु होइन मस्त यो हजारी फुलहरू यहाँ मस्त फुलिरहेको छ आन्टीहरूले मस्त रोइला गफ यहाँनिर हामी अन द वेमा छौँ यो भाइलाई बिचरा बिहे गर्नको लागि भाइलाई तनाव छ हजुर मेरो म त चिलमा हो नि त म त पीडा दिनमा मान्छे चिलमा हो पीडा त धेरै छ अब अहिलेलाई पीडालाई थन्क्याम न भन्ने कुरा हो खासमा न त पीडा त लन्छ नि सायद त्यही नै होला वेलकम गेट टाइपको संस्थाले गरेको यस्तो हुन्छ है पश्चिमको घरहरू हेर्ने भयो भने चाहिँ एक्ज्याक्टली यस्तो टाइपको हुन्छ पश्चिमको घरहरू यहाँ रोइला हुन्छ म चाहिँ केही बोल्न चाहिएन तिमी नै बोल हेलो यहाँबाट धारापानी जानु कति टाइम लाग्ने हो कति टाइम लाग्ने यताको नानीहरू अलि लजाउँदो रहेछ पश्चिमेलीहरू भएर होला सायद पूर्वतिरको नानीहरू त फेरि ल्याङ पुरै क्याम्प टाइपको हुन्छ पश्चिमतिरको नानीहरू यस्तै हुन्छ क्या अन्त अब अनुहार हेर्दै हामी लजाउने टाइपको छ होला नि त हुनसक्छ नि त यदि गाइज कोहीहरू धारापानी आउन चाहनुहुन्छ भने अहिलेको अवस्थामा चाहिँ यस्तो बवाल टाइपको भ्यू छ यता रोड पनि खाली खाली छ आएर मस्त मजा लुटौँ इन्जोय लुटौँ मरेर लानु केही छैन सिक्ने लाइफमा होइन आउँ मस्त मजा लुटौँ बाँचुन् दिदीलाई हो मुजी मरेको दिनबाट मान्छेहरूले बोलाउन पनि छोडिहाल्छन् सम्झिने मार्दै हो
त्यसैले बाँचुन्जेल मस्त मजा लुटौँ, याद दिलाउँ। यो हाम्रो डकेस भाइ होइन, त्यो बाँच्ने रोडमा त्यस्तै खडा नहुनुपर्ने खासमा, तर भइदिइरहेछ, केही छैन। हेरौँ, अलमोस्ट सबैलाई फ्युचरको टेन्सन छ क्या लाइफमा। हामीलाई पनि टेन्सन, मलाई चाहिँ छैन, मेरो त लाडै फ्युचरै छैन। रुटलाई चाहिँ टेन्सनै छ है फेरि। रक्सी नखाँदासम्म, हजुर रक्सी नखाँदासम्म रक्सी नखाँदासम्म चाहिँ टेन्सन मलाई भनेको रक्सी खाए पनि मलाई टेन्सन हुँदैन। यस्तो ल्याब कुरा गर्छु यार, ओभर टेन्सन हुन्छ नि, साइको हुन्छ नि। तर म खासै टेन्सनलाई त्यति सिरियस लाँदैन। टेन्सन हो, आउँछ जान्छ, आइहाल्छ गइहाल्छ। वाउ, भ्यू हेरौँ है, रियाक्सन भन्छ, अलिकति रियाक्सनतिर पनि प्लस गरौँ। सुटरले त लाँडै रियाक्सन दिँदैन, तर नानीहरूले चाहिँ रियाक्सन दिइरहेछ। रियाक्सन भिडियो पनि प्लस गरिदिउँ न, यसमा प्लस गरिदिउँ। तर धारा पानी यति टाढा छ भन्ने मैले सोचेकै थिइनँ भाइ। कथा टाढा रहेछ त होइन। त्यो पुल हो यहाँको, फेरि बबाले सक्दैन पछाडि यहाँ मस्त। यताबाट मस्त हेरौँ। ओके, रिल्सलाई त दामी हुन्थ्यो होला होइन। हजुर, एउटै भिडियो पनि बनाएर लानु एकचोटि